कोही मान्छे ममाथि आक्रमण गर्न आउँछ भने मैले चाहिँ त्यो मेरो हातमा त दही जमेको हुँदैन नि। कानुन पनि म जस्तै व्यक्तिले बनाएको हो। कति चेलीहरू एउटा अपराधी हो भन्दा भन्दै छोड्छन्, त्यसपछि त्यो चेलीले के गर्ने? समाजमा बाँच्ने आधार केही हुँदैन, लास्टमा आत्महत्या गर्नुपर्छ क्या। मैले मेरो पेसी अब कहिले हुन्छ आदेश भएको छैन। मैले भने नि म मेरो न्यायको लागि मैले खुल्दै न्याय नपाउँदासम्म मैले सडक छोड्दैन। कि त म सडकमा नआउनु थियो। पीडितको जो पीडकबाट तपाईँले उहाँको तपाईँको क्षतिपूर्ति सहित सजाय उहाँलाई सजाय क्षतिपूर्ति मैले न्याय पाउनुपर्छ। त्यो न्याय पाउनु पर्यो अनि मात्रै माइती जिल्लादै सर्वोच्चदै लगेर उच्चसम्म सबै तहबाट उसलाई सजाय तोक्नु पर्यो र मैले उबाट एउटा बाँच्ने आधार लिनु पर्यो। अब तपाईँले भने जस्तो उहाँले तपाईँ क्षतिपूर्ति दियो तर उहाँलाई चाहिँ अब छोडियो भने पनि त्यो पनि होइन। त्यो त कसरी हुन्छ? यी नेपालको कानुन छ नि, त्यही भएर म बार बार कानुनसँग लड्छु भन्छु। त्यही त नेपालको कानुन अनुसार हो, ती नेपालको कानुन छ नि, क्षतिपूर्ति पाउनुहुन्छ। त्यही भएर म भन्छु नि, त्यही भएर म भन्छु नि, अपराधीले अपराध गर्छ, त्यसपछि चाहिँ एउटा पीडितलाई के भन्छ, उसलाई क्षतिपूर्ति भन्छ, 4-5 लाख दिन्छ। अनि के गर्छ त, उसलाई चाहिँ फेरि जुन त्यो अपराधी हो त्यो चाहिँ समाजमा खुल्लम खुल्ला हल्लेर हिँडिरहेको हुन्छ क्या। उहाँ जेलमै हुनु पर्यो, हुनु परेन? अनुसारै कुरा गर्ने हो। जस्तै अब उहाँ धेरैमा अब 2 वर्षदेखि 10 वर्षसम्म बलात्कारीले भन्ने अब नेपालको संविधान अनुसार छ भने चाहिँ उहाँ त केही सर्टेन टाइम पछि त निस्किनुहुन्छ। तर तपाईँको माग चाहिँ उहाँलाई आजीवन राख्नुपर्छ भन्ने तपाईँले पहिल्यैदेखि होइन, मैले पहिल्यैदेखि भनिरहेको छु। त्यो गर्नु पनि पर्छ, संशोधन गर्नु पनि पर्छ, किनकि कानुनै बनाउनु पर्यो। हो, त्यो कानुनै बनाउनु पर्यो। होइन कि अब यस्ता यस्ता व्यक्तिले गर्दा त्यो हामीले आवाज उठाएपछि बन्ने कानुन हो। कानुन पनि हामी जस्तै व्यक्तिले लेखे होइन र? हो, त्यही भएर चाहिँ एउटा कानुन चाहिँ बलियो बनाऊ के। जुन यो कानुन छ नि त्यसलाई चाहिँ सही तरिकाले सदुपयोग गरौँ। त्यो भएको कानुनलाई पनि सही तरिकाले सदुपयोग भएको छैन नि। एउटा अपराधी हुन्छ होइन, त्यो अपराधी हो भन्दा भन्दै धरौटीमा छुटाउने यो नियम पनि बन्द गर्नुपर्छ कि नै? कति चेलीहरू एउटा अपराधी हो भन्दा भन्दै छोड्छन्, त्यसपछि त्यो चेलीले के गर्ने? समाजमा बाँच्ने आधार केही हुँदैन, लास्टमा आत्महत्या गर्नुपर्छ क्या। हाम्रो पनि भोलि त्यही हुन्छ। अहिले यत्रो न्यायको लागि यत्रो वर्षौँदेखि सडकमा छौँ, भोलि भने जस्तो न्याय पाएन भने त के उपाय के छ? सबै गुमाइसकेका छन्। उहाँ बाहिर आइसकेपछि त उहाँ खुल्ला हिँडेको फेरि तपाईँहरूले धन पीडा दिएला होइन? हो, त्यही भएर मैले के भन्छु भने यो हरेक कानुन छ नि, यो कानुन चाहिँ एउटा बन्नुपर्छ। यो कुरा तपाईँले सुगम गुरुङजीले भन्छ होइन, मैले भनिसकेँ। के भन्नुहुन्छ? कस्तो प्रति उसलाई सजाय पनि हुनुपर्छ। मलाई भने जस्तो क्षतिपूर्ति पनि मैले घाँस कपास र मेरो स्वास्थ्य उपचार बाँच्दासम्म राज्यबाट होइन, राज्यले उबाट दिलाउनु पर्छ मैले भनिसकेको छु। यो कानुन छ नि, भोलि मैले भने जसरी न्याय पाएन भने म कानुनसँग लड्छु भनिरहेको छु। मैले उहाँ हाम्रो आइजिपी साहब पनि हुनुहुन्थ्यो, मलाई गृह मन्त्रालय सचिव हुनुहुन्थ्यो, गृहमन्त्रीज्यू सबै थियौँ, हामी सबैजना बसेको हो। मैले यसरी न्याय पाइनँ भने म फुल्ली न्यायको लागि सडकबाटै लड्छु। मैले भोलि भने जस्तो न्याय पाएन भनेर भोलि कानुनमा छैन भन्नुहुन्छ भने हजुरहरूले म कानुनसँग लड्छु भने त्यो कानुन पनि म जस्तै व्यक्तिले बनाएको हो, मैले पनि लड्न सक्छु भनेर भनेको छु। उहाँहरूले केही रेस्पोन्स दिनु। एमाले पार्टीबाट निकट राख्नुहुन्छ। पछिल्लो समय केही समय अगाडि भनौँ न, एमालेको कार्यकर्ताहरूले आन्दोलन गर्ने बेलामा तपाईँले एमालेको कार्यकर्ता यहाँबाट लखेटेको भिडियोहरू पनि आइयो। यो जुन एमाले माइती घरबाट लखेटेको कारण तपाईँ चाहिँ सरकार नजिक भयो र तपाईँले अलिकति सुविधा दियो अरे भन्ने आरोप छ नि तपाईँलाई? होइन, त्यस्तो आरोप लाउन कसैले मिल्दैन। किनकि त्यो मैले भने नि, कोही ममाथि आक्रमण गर्न आउँछ भने मेरो हातमा दही जमेको हुँदैन के। किनकि म पनि एउटा व्यक्ति हो नि, मेरो पनि ज्यानको माया छ नि। मलाई कोही मान्छे ममाथि आक्रमण गर्न आउँछ भने मैले चाहिँ त्यो मेरो हातमा त दही जमेको हुँदैन नि। त्यति बेला त झन् म आमरण अनसन बसेको थिएँ, 8 दिनसम्म खाना खाएको थिएन, त्यही दिन मेरो अनसन तोड्ने भन्ने थियो।
त्यही दिन आएर हातपात गरे त्यो हो कि त्यो कोही कुनै पार्टीको एमाले लखेटेकै कारण तपाईँ सरकारको नजिक हुनु भयो होइन त्यस्तो केही होइन म बस मलाई न्याय चाहियो मलाई न्याय दिनुहोस् भनेर म सडकमा बसिरहेको छु अहिले पनि सरकार मेरो मात्रै होइन सबै दुखी पीडित गरिबको सबैको हो के सबैको होइन र तपाईँको होइन र सारा नेपालीको भनौँ न हो त्यही भएर त्यो सरकार मेरो हो अर्को मेरो हो फलानु मेरो हो भन्न मिल्दैन क्या मैले सबैको हो सरकार सबैको लागि भएको हो अब तपाईँ